हेलो नमस्ते जोडले सबैजनालाई स्वागत छ फेरि पनि मेरो भिडियोमा। म चाहिँ आज के गर्नु त तपाईहरुले थाहा पाइसक्नु भएको छ। आज चाहिँ शिवरात्रि रहेको छ र अहिले चाहिँ हामी उता माथि मन्दिरमा जानको लागि रेडी हुँदैछौँ। चाहिँ हामी जान्छौँ। आजको भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला, हेर्दै गर्नु होला। हेलो 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 Manju! Thank you! के गर्न जाने हो? हामी चाहिँ जिन्दगीमा पहिलोचोटि म तर यसरी आएको। यसरी के शिवरात्रिमा के जिन्दगीमा पहिलोचोटि उपस्थित हुँदैछु। तर अहिले चाहिँ रातिको 9 बजिसक्यो। त्यहाँ मन्दिरमा चाहिँ विभिन्न सांस्कृतिक कार्यक्रम हुन्छ रे, त्यही भएर हामी जाँदैछौँ। एकदम धेरै एक्साइटेड छु। पहिलोचोटि भाग्यवश आउन पाइयो। त्यही हो हाम्रो भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेर्दै गर्नु होला। मजुर डानी लिन आएको रे डराइ डराइ कसैले पर्दैन भने नभने टपक्कै समाएको यहाँमा बिरत्तै लाखा बिरत्तै त्यस्तो विधि भए जाडो राति त्यही पनि जाडै हुन्छ। शिवरात्रि को हो यहाँ? बडी बिल्डर टिकटक हाचु टेटिङमा चाहिँ हुन्छ र त भाँको ल्याछु समाधान त नि हो नातान गाउन मलाई बिचारा म फोन नखरेछ यहाँ। ल शिवरात्रि सुरु भयो है, सुरु हुँदैछ। खोरो राम्रो बनाइरहेको ल्या कसरी बन्छ राम्रो नराम्रो मान्छे नि त। हामी चप्पल खान त ओए उखु पड्का खा क्या यहाँ। पक्दै छ यहाँ भजन मन्दिर यता हेर न भाइ स्वागत छ तपाईहरुलाई। ल अहिलेसम्म थाहा छैन भाइ मलाई त। तर ल यता साइडमा
पड्क्यो लै पड्क्यो यो त्यो च्यातेर यो आधी पड्काउनु पनि रहेछ तर यो त छोटो है रुद्र देवीको सहयोगी हातमा थपिरहनु भएको छ मैले फेरि नाम उच्चारण गर्न गएँ सहयोगी हात हुनुहुन्छ चित्रबहादुर सारोज्यूबाट रु 200 रुपियाँ प्रदान गर्नुभएको छ उहाँलाई सबैले ताली बजाएर सम्मान गरिदिनु होला त्यसै नारायण बहादुर भर्तीज्यूबाट रु 150 रुपियाँ प्रदान गर्नुभएको छ उहाँलाई पनि ताली बजाएर सबैले सम्मान गरिदिनु होला त्यसै प्रकाश छेत्री ज्यू हुनुहुन्छ दर्शकहरू यता पनि छलकस्त छरेर बस्नु भएको छ हेर्दै चाहिँ उखु पड्काउने कार्यक्रम भइरहेछ के फोटो खिच्ने ए विश्राम भइरह विश्राम होइन दाइले तर उखु खाएर होला है खल्लो राखे गुलियो त गुलियो
गर्नु गरे अगाडिबाट गरेको Oh my god. Na cute. Ay, ay, oh na. Wow, so cute. म भाङ खाएर झ्याप भयो साथीहरू कसले दियो होला भाङ केटाहरूले दिएको थियो ए मोबाइल फेरि माथि नउचाल हौ अहिले फेरि गएर फेरि 20,000 25,000 चुना लाग्छ ओ माई गड थ्याङ्क यू अनि को कसलाई हो त फेरि स्माइललाई नल्याएको हो झन् स्माइललाई र के रे दाइले म स्माइल पछि हेराइ पालिने बजाउने नबनाइ छ दिदी किन लास्ट त म यहाँ तल आउनु पर्छ यसरी ल यी हेर्नु यहाँ कस्तो कायदा मेरो निधारमा दिदी यता हेर्नु न मलाई हेर्नु न राम्रो दिमाग त लाउन पर्यो चिया खाने कार्यक्रम हुँदै है अघि चाहिँ कालो चिया अनि 2 चोटि हलुवा उखु कति खायौँ यहाँ दुध चिया चोरी होला नि फेरि भोलि कति बजेको बस्नु जाने हामी यहाँबाट 8 बजे 8:30 जाने 8:50 9 बजे 9:15 बजे हामी स्कुल बसमा भनेको नि सधैँ बस मेरो ओके ल कति बजे पुऱ्याउँछ त फाइनली अहिले चाहिँ हामी घर आइपुगिसकेको छौँ अझै सुत्न लागेको चाउचाउ पानी खाँदैछ चाउचाउ क्विक चाउचाउ अनि माथि गएर चाहिँ हामीले पानी अनि माथि गएर चाहिँ त्यो दुध चिया र चटपटे खाएको थियौँ अनि चाहिँ पानी र चाउचाउ खाएको छौँ म त त्यहाँ हामी आजभोलि त्यहाँ उसमा हिँड्छौँ नि त अनि त्यही भएर मैले आएपछि मैले भात खाएको थिएन लट्ठै भात अहिले के लट्ठै हुने र के अरे चट्टा खायो अनि उखुहरू खायो नि त धेरै पड्काएर मेमोल खायो त्यो खायौँ अनि अहिले चाहिँ हामी 2:30 भइसक्यो अनि चाउचाउ सक्यो ला अनि अब चाहिँ हामी सुत्छौँ बुढीलाई अन्त के अरे हाम्रो भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला र अन्तिम समय हेरिदिनु भएकोमा धन्यवाद फेरि पनि अर्को भिडियोमा हामी भेट्ने नै छौँ बाई बाई सी यू नेक्स्ट टाइम बाई बाई